सानै पुल रहेछ यो है ल। फुटबल खेल्ने मैदानको छेउैबाट गएको यो बाटोमा चाहिँ यहाँ यो विश्वम्भर खोला, यही विश्वम्भर खोलाले बाहुनमारा र विश्वम्भरको सिमाना छुट्याउने। यो गाउँ हो बाहुनमारा, मिथिला नगरपालिका वडा नम्बर 11 को बाहुनमारा। मिथिला 11 लाई सडक सञ्जालमा जोड्ने उद्देश्यका साथ 2074 सालमा बाहुनमाराबाट एउटा ट्र्याक खोलिएको थियो, जुन ट्र्याक चाहिँ मिथिला 11 का गाउँ बाहुनमारा, विश्वम्भर, तुलसी हुँदै वडा नम्बर 10 लालगढ जोड्ने हिसाबका साथ 2074 सालमा खोलिएको यो ट्र्याक। बाहुनमाराको बीपी राजमार्गबाट खोलिएको यो ट्र्याक लालगढको महेन्द्र राजमार्गमा गएर जोडिन्छ भने यसको किलोमिटर लगभग 12-13 किलोमिटर जति नै हुन्छ र 8 वर्षसम्म ओझेलमा परेको यो सडक अहिले आएर चाहिँ स्तर उन्नति भइरहेको छ भने बाहुनमारासम्म पिच हुने र विश्वम्भरसम्म पूर्ण रूपमा ट्र्याक खोलेर विश्वम्भरसम्म चाहिँ गाडी चल्न सक्ने बनाउने हिसाबले यो अहिले द्रुत गतिमा चलिरहेको छ। विश्वम्भरसम्म पूर्ण रूपमा खुलिसकेको ट्र्याक भएको यो बाटो चाहिँ बाहुनमारासम्म लगभग 1 किलोमिटर चाहिँ पिचै बन्ने भएकोले चाहिँ त्यो पिचको लागि चाहिँ अहिले बाटो लगभग तयारी अवस्थामा भइसकेको छ भने विश्वम्भरसम्म पुग्नको लागि चाहिँ काली खोला, कोरुङ खोला, बोरे खोला, चितुवा खोल्ची र विश्वम्भर खोलामा चाहिँ साना किसिमका कल्भर्ट बनाउने, त्यसलाई चाहिँ पास गर्नको लागि स्ल्याब बनाउने काम भइरहेको छ भने यही यो बाटो पूर्ण रूपमा लालगढसँग जोडिएमा धेरै सजिलो हुन्छ। पूर्व आउन जानको लागि, जनकपुर आउन जानको लागि, आफ्नै नगरमा आउजाउ गर्नको लागि पनि धेरै राम्रो बाटो हो र अहिले चाहिँ अब आफ्नो नगरको वडामा आउनु पनि अरू नै बाटो प्रयोग गरेर आउनुपर्ने भइरहेको छ भने यो बाटो बाहुनमाराबाट लालगढसम्म पूर्णता पाउने बित्तिकै आफ्नै जिल्ला, आफ्नै नगर, आफ्नै वार्डबाट चाहिँ जनप्रतिनिधिहरू, ओल्लो गाउँ पल्लो गाउँका नागरिकहरू पनि यो बाटोबाट सहजै आउजाउ गर्न मिल्छ। तर अलिकति बर्खामा चाहिँ खोलाहरूमा अलिक गाह्रो पर्ने भए हुनाले त्यहाँ चाहिँ अब पुलको योजना थियो रे, तर पछि पुल नबन्ने, कल्भर्ट बन्ने, लचका बन्ने त्यस्तो सुनिएको छ। जे जस्तो भए पनि बर्खामा पनि पहिलेभन्दा अलि सहज भयो भने आफ्नै एरियाबाट आउजाउ गर्नको लागि पनि मान्छेहरूलाई सजिलो र सहज हुन्छ भने यो बाहुनमारामा चाहिँ पिचै बन्ने भएको हुनाले यहाँ अहिले चाहिँ रोलिङको काम पनि भइरहेको छ। 1 किलोमिटर लगभग पिचै बन्ने भएको हुनाले यहाँ चाहिँ अहिले रोलिङ गरिरहेको हामी देखिरहेका छौँ। यहाँसम्म ठ्याक्कै यहीँसम्म चाहिँ पिच बन्ने जस्तो कुरो भइरहेछ। अब कहाँसम्म पिच बन्छ त्यो त पिच भएपछि देखाउँला। तर यो कालीखोला वारी, बाहुनमाराको कालीखोला वारीसम्म चाहिँ पूर्ण रूपमा पिच बन्ने जस्तो कुरो भएको। बाहुनमाराबाट विश्वम्भर जाने यो सडकको बिचमा चाहिँ सबभन्दा ठुलो खोला भनेको चाहिँ यही काली खोला हो। यहाँ चाहिँ पुलै बन्ने, यो पुलकै योजनामा पर्यो रे यो काली खोला भन्ने सुनेको थियो। तर अहिले आएर चाहिँ यहाँ सानोतिनो कल्भर्ट अथवा लचका बनाउने भनेर चाहिँ यहाँ खन्ने काम पनि सुरु भइसकेको छ भने अलि ठुलो खोलो यो भने अरू कोरुङ खोला, बोरे खोला, विश्वम्भर खोला पनि बर्खाको याममा त ठुलै हुन्छन्, तर हिउँदमा चाहिँ एकदम सुक्खा हुन्छन् ती 3 खोला। यो खोला चाहिँ बर्खामा पनि यसले अलि धेरै दुःख दिन्छ किनकि यो 2टा खोलाको
दोभान पर्छ। काली खोला र यो खाउरोप्नी झोराबाट आएर यहाँ मिसिएको यो सङ्गम हो। यहाँ चाहिँ बर्खामा अलि गाह्रै पर्छ। यहाँ कस्तो किसिमको लजगा भन्छ, कस्तो किसिमको कलबट भन्छ, बर्खामा त्यो सहज हुन्छ हुँदैन त्यो हेर्न बाँकी छ भने पारिपट्टि बाहुनमाराकै यो कालीखोला क्षेत्र पर्छ। यहाँ यो बाटो हुँदै विश्वम्भर निस्किने यही बाटो हो जुन चाहिँ अहिले एकदम द्रुत गतिमा चाहिँ काम भइरहेको छ। अहिले हामी बाहुनमारा र विश्वम्भर गाउँको सिमानामा आइपुगेका छौँ। यो अगाडिको खोलोले बाहुनमारा र विश्वम्भर गाउँ छुट्याएको छ भने यो रोड 2074 सालमा ट्र्याक खोलेर बनाइएको यो रोड एकदम हराइसकेको छ र 2082 सालको सुरुवातसँगै यसको स्तर उन्नति द्रुत गतिमा भइरहेको छ। स्तर उन्नति भएर पूर्णता पाएसँगै चाहिँ सबभन्दा धेरै सदुपयोग सबभन्दा धेरै फाइदा चाहिँ यो विश्वम्भर गाउँले पाएको छ। जुन गाउँसँग चाहिँ बाटो त्यति जोडिएको थिएन। बर्खामा यो रातु खोलोले चाहिँ धेरै दुःख दिएर 3-4 महिना चाहिँ ओहोरदोहोर गर्न गाह्रो हुन्थ्यो र यो केही समय अगाडि यो झोलुङ्गे पुल बनेको छ र त्यही बाटो आवजावत गर्थे पनि हिउँदमा चाहिँ खोलैबाट गाडी बाइक लाने गर्छन् भने बर्खामा चाहिँ यातायातका साधनहरूलाई धेरै कठिनाइ हुने भएकोले यो बाटो खोलेसँगै यो गाउँले चाहिँ धेरै फाइदा लिएको छ। तपाईँ त्यहाँ देख्न सक्नुहुन्छ झोलुङ्गे पुल। यो खोलो वारी यतिसम्म बाटो बनेको छ भने खोलो पारी के छ अब त्यो हामी हेर्नेछौँ। जुन चाहिँ खोलो पारीबाट विश्वम्भर गाउँ सुरु हुन्छ त्यो गाउँको बाटो अब कस्तो छ हामी हेर्नेछौँ। अहिले हामी ठ्याक्क विश्वम्भर खोलाको बिचमा छौँ। यहाँबाट उता बाहुनमारा गाउँ सुरु हुन्छ भने यतापट्टि यो गाउँ विश्वम्भर। यो विश्वम्भर खोला, यही विश्वम्भर खोलाले बाहुनमारा र विश्वम्भरको सिमाना छुट्याउने छ। बाहुनमारातिर बाटो लगभग धेरै राम्रो भइसकेको छ भने अब विश्वम्भरतिरको गाउँको बाटो कस्तो छ यो बाटो अब हामी यता हेर्नेछौँ। 2074 सालमा साबिकको तुलसी गाविस पुरै मिथिला नगरपालिका वडा नम्बर 11 मा गाभिएपछि 74 को स्थानीय निर्वाचन सकेसँगै यो ट्र्याक खोलिएको थियो भने विश्वम्भर गाउँ हो। विश्वम्भर गाउँकै शिरबाट चाहिँ यो बाटो अगाडि बढेको छ। जुन विश्वम्भर गाउँ यहाँ आएर चाहिँ हामी अलिक कन्फ्युजमा पर्यो। बाटो कुन हो यो बाटो? यो यताको बाटो हो अथवा यो बुढा केटाकेटी बसेको बाटो हो? यो गाउँको यो चाहिँ गाउँको बाटो। यो चाहिँ अब खोइ यहाँ त्यति पूर्णता पाइसकेको यहाँ देखिया होइन। जेसीबी को ओहो हो के हो नाम? अर्को को कतिमा पढ्छौ? कहाँ पढ्छौ? यी पढ्छौ बर्दिवास? ओहो ल ल ल ठिक छ। हो बर्दिवासको पढाइ ठिक हुन्छ कि यहाँको पढाइ ठिक हुन्छ? यो सायद कुलो हो कि के हो? यो कुलै रहेछ ल। यहाँसम्म चाहिँ बाटो आएको देख्यो। यहाँ चाहिँ यो कुलो के हो यसले चाहिँ अलि रोकेको जस्तो छ। यहाँबाट फेरि यो बाटो ग्राभेल माटो साटो हुरेको छ तर त्यति राम्रो फिनिसिङ देखिएको छैन। विश्वम्भर गाउँमा खुलेको बाटो यतिसम्म हुँदैछ, यतिसम्म भइसकेको छ। अझ यो विस्तार हुन बाँकी नै छ। यहाँ चाहिँ हामीले सानोतिनो पुल बनिरहेको देखाएको छौँ। योभन्दा उताको बाटो कस्तो छ? कन्स्ट्रक्सन द्रुत गतिमा चलिरहेछ। यहाँ कल्भर्ट अथवा पुल के हो? यो सानै पुल रहेछ यो है ल। विश्वम्भर गाउँको फुटबल खेल्ने मैदानको छेउैबाट गएको यो बाटोमा चाहिँ यहाँ ग्राभेल बिछ्याएर चाहिँ बाटो बनाउनु पर्ने काम बाँकी नै रहेको छ। यहाँ तपाईँहरूले साइडमा ग्राभेलका थुम्काहरू देखिरहनु भएको छ भने यतापट्टि यो
विशम्बरको फुटबल ग्राउन्ड। विशम्बर बाहुनमारा बिपी राजमार्ग NH24 यो चाहिँ राष्ट्रिय राजमार्ग भइसकेको छ। यसलाई चाहिँ बिपीसँगै जोडिएको जस्तो लाग्यो। यहाँ अब बिपी राजमार्ग NH24 नेसनल हाइवे भनेर यसलाई नामाकरण गरिएको छ। बाहुनमारासम्म चाहिँ लगभग काम धेरै भइसकेको छ भने विशम्बरमा अलिकति स्तर उन्नतिको काम बाँकी नै छ र बाहुनमारा पिच पनि हुँदैछ। अब यो सडकको मोटामोटी भिडियो तपाईँहरूले हेरिसक्नु भएको छ। अब पिच भएपछि फेरि हामी अर्को भिडियो लिएर आउनेछौँ। त्यतिसम्मको लागि यो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद। कृपया च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला र यस्तै भिडियो लिएर हामी आइरहने छौँ। त्यतिजेलसम्मको लागि आजको भिडियोबाट हामी बिदा चाहन्छौँ। हाम्रो मिथिला नगरपालिका वडा नम्बर 11 लाई जोड्ने बाटो यहाँहरूलाई कस्तो लाग्यो कृपया आफ्नो कमेन्ट गर्न नबिर्सनु होला।